हेलो साथीहरू, हजुरहरूलाई मेरो गाउँको भिडियोमा फेरि पनि स्वागत गर्दै कि अर्को बिहानको सुरुवात कसरी हुन्छ त्यो त मलाई थाहा भएन। मेरो चाहिँ हातमा आँसी बोकेर हुन्छ। फेरि म आँसी बोकेर कहाँ गएर चाहिँ सोच्नु भएको होला, मैले अहिले भन्ने नै छु। डेडी चाहिँ हल्दी लगाउँदै हुनुहुन्थ्यो कि, अनि म चाहिँ गएँ आँसी लागेर मम्मा भएको ठाउँ। अनि मम्मी चाहिँ त्यहाँ रुख काट्दै हुनुहुन्थ्यो कि, अनि मम्मी चाहिँ त्यहाँ फुलको रुख काट्दै हुनुहुन्थ्यो कि। अब यो फुल चाहिँ कि जति काट्यो उति पलाउँछ भने योभन्दा अगाडि त झन् ठेकैबाट काटेको, त्यही पनि पलाएर झ्याङ भएको थियो। अनि मम्मीले चाहिँ त्यो काटेर चाहिँ मम्मीले बोकेर लग्नुभयो। अनि म चाहिँ त्यहाँ फुल लगाउन लागिरहेको थिएँ कि अब यो हजारी फुल लाउने सिजन पनि आयो नि त। अनि त्यही भएर म फुल लगाइरहेको थिएँ। त्यो पनि मलाई फुल लाउन भने त असाध्यै मनपर्ने क्या फेरि। अनि म चाहिँ फुल लगाइरहेको थिएँ कि, तर यो फुल लाउने ठाउँ त हाम्रो घरमा यति धेरै छ कि, तर के गर्नु, फुल छैन नि त। समस्या त त्यही नै हो, फुल छैन। तर अब कसै घरमा छ भने चाहिँ मलाई देऊ ल। अनि मेरो हालत चाहिँ यस्तो भएको थियो नि, फुल लगाएर, त्यही पनि दुईचोटि बाँधेको, गर्मीले चाहिँ कस्तो भएको थियो क्या। अनि म चाहिँ गएँ धारातिर हातखुट्टा धुन। अनि मैले चाहिँ हातखुट्टा धोएँ कि, अनि हातखुट्टा धोएर फेरि म लागेँ खाना बनाउनतिर। अब मैले चाहिँ चिया पनि बनाएको थिएन क्या। अनि मैले यतातिर चिया, अनि उता भात बसाइरहेको थिएँ कि। अनि यो पार्लेजी बिस्कुट क्या, मैले कति बजी खाएको थिएँ, खै कसले ल्याएको थियो घरमा। अनि मैले चाहिँ त्यो खाएँ। अनि त्यो खाएर चाहिँ फेरि मम्मी ड्याडी चाहिँ गफ गर्दै हुनुहुन्थ्यो कि। अनि यति काम गरिसक्यो भने त अब त मासु त खानु पर्यो नि त। अनि लोकल कुखुरा चाहिँ बनाएर हामीले चाहिँ मासु खायौँ। अनि मासु भात त भने चाहिँ फेरि मेरो फेभरेट मतलब मासु लभर हो। अनि म चाहिँ मासु भात चट्ट पारेर मासु भात बनाएँ, अनि मासु भात खाएँ। सो गाइज, आजको लागि यति नै। अब भेटौँला अर्को भ्लगमा। बाई बाई गाइज, लभ यु।